हेलो स्टुडेन्ट, मेरो नाम चाहिँ अपूर्व गुप्ता हो। म चाहिँ तपाईँको ग्राफ इन्स्ट्रक्टर। सो आजको टपिक के रहेछ भनेपछि कुनै पनि इमेजमा भएको ब्याकग्राउन्ड कलरलाई कसरी चेन्ज गर्न सकिन्छ है अब। ठिक छ, इन फोटोसपमा है अब। त्यो पनि सजिलो तरिकाले। सो के गरौँ भने चाहिँ एकैचोटि फोटोसपमा जाउँ है अब इनकेस तपाईँकोमा फोटोसप छैन भने चाहिँ पछि हामीले डाउनलोड गर्दा पनि म तपाईँलाई सिकाइदिन्छु होइन। त्यो अहिलेको लागि चाहिँ के छ भने मसँग जुत्ताको एउटा इमेज छ। त्यसको लागि मैले के गरेँ, मैले अलरेडी ओपन गरेको छु। तपाईँले ओपन गर्न आउँदैन भने चाहिँ के गर्न सकिन्छ भने फाइलमा जानुहोस्, त्यहाँ गएर मैले के गरेँ, ओपनमा गएर अब मैले अलरेडी डाउनलोड गरेको छु। सो मैले एउटा इमेज ओपन लिएँ। अब अर्को इमेज लिनु छ भने यसरी गरेर अर्को ट्याबमा खुल्छ। त्यसले गर्दा अब यसलाई चाहिँ कसरी कलर चेन्ज गर्ने भन्ने कुरा है ल। त्यसमा मैले के गरेँ, एडजस्टमेन्ट, त्यसपछि म कहाँ गएँ भनेपछि ह्यू स्याचुरेसन, त्यहाँ गएर मैले चाहिँ अब हेर्नु यहाँ टुलहरू टन्नै छ नि त। मास्टर छ, ह्यू स्याचुरेसन छ, लाइटनेस है ल। अब मैले ह्यू चलाउने बित्तिकै के भयो, कलर चेन्ज भइरह। अर्को कुरा के छ, स्याचुरेसन ल। स्याचुरेसन त्यही छ। स्याचुरेसन के गर्छ, इमेजले भित्र भएको कलरलाई कतिको स्याचुरेट गर्नुहुन्छ भन्ने कुरा है ल। त्यसपछि के छ, लाइटनेस एन्ड डार्कनेस ल। अब लाइटनेस र डार्कनेसमा कुरा के आयो भनेपछि ब्ल्याक टु व्हाइट भयो। तर हामीले यो गर्नु छैन। सो मैले के गरेँ, अहिलेलाई रिसेट गरेँ एडिटलाई। अब चाहिँ मैले के गरेँ, एउटा पर्टिकुलर एरियालाई यो एलिमेन्टलाई कलर चेन्ज गरौँ ल। त्यसको लागि के गरेँ, हामीले यहाँ गएर क्लिक गरेँ। अब कलर स्याम्पलिङ भन्छ यसलाई होइन। स्यान कलर आयो। स्यान भने चाहिँ ब्लू कलर नै हो होइन। ल यसरी चाहिँ गरेर स्याचुरेटले के गर्यो, कलरलाई स्याचुरेट गर्दै गयो, माइनसले डिस्याचुरेट गरिदियो, मतलब घटाइदियो भनौँ न। अब लाइटनेसको काम के रहेछ भने त्यो पिङ्क कलरलाई कतिको लाइट र डार्कमा हाल्ने कुरा आयो क्या। अब हल्का डार्कतिर गयो भने चाहिँ हल्का पर्पल स्टोन आयो क्या नि। यसरी चाहिँ पिङ्क र पर्पल बनाउन सकिन्छ हामीले कलरमा। तपाईँले होइन ब्लूमै ग्रिनमा काम गर्नु छ भने चाहिँ ल यसरी गर्न सक्यो हामीले। एउटा आई थिङ्क यु क्यान वर्क अन दिस कलर होइन। अब यो चाहिँ के भयो भने चाहिँ हाम्रो ह्यू स्याचुरेसनबाट ब्याकग्राउन्डको कलर चाहिँ चेन्ज गर्न पायो। ठिक छ। अब अर्को कुरा के इन्ट्रेस्टिङ टपिक के छ भने चाहिँ अब हामीले चाहिँ यहाँ सेलेक्सन गर्ने। अब सेलेक्सनले के काम गर्छ भने चाहिँ ब्याकग्राउन्ड रिमुभ गर्न काम गर्न सकिन्छ है ल। त्यसो मैले यो जुत्तालाई सेलेक्सन गरेँ कसरी, अब कन्ट्रोल र प्लस गरेर जानु, कन्ट्रोल प्लस जुम इन हो, कन्ट्रोल माइनस जुम आउट हुन्छ है ल। सो मैले के गरेँ, कन्ट्रोल प्लस जुम आउट गरेपछि अब तपाईँको किबोर्डमा बिग ब्राकेट होला, स्क्वायर ब्राकेट भन्छ त्यसलाई। त्यसलाई चाहिँ एउटाले सानो अर्को ठुलो गर्छ ल। अब मैले चाहिँ डब्लु, सर्टकट डब्लु हो क्विक सेलेक्सनको लागि। मैले यहाँ प्लसमा छु, अब हामी सेलेक्सन मोडमा छ ल। तपाईँ क्लिक गर्दै जानु होइन। यसरी गरेपछि हामीले कन्ट्रोल प्लस गर्दै जानु। त्यसपछि तपाईँले अब यसलाई चाहिँ घटाउनको लागि हामी के गर्नु पर्यो, माइनस जानु पर्यो। नत्र वी क्यान युज सर्टकट कि अल्ट है। अब अल्टले चाहिँ के गर्न सकिन्छ भने सब्ट्र्याक्सन गर्न सकिन्छ हामीले। यसरी गरेर अल्टले माइनस गर्छ। अब हेर्नु यो पनि सेलेक्सन भयो, यसलाई चाहिँ हटाउनलाई फेरि त्यही गएर हामीले चाहिँ क्लिक गरेर हटाउन सकिन्छ। यसरी गरेर चाहिँ हामीले अल्टले चाहिँ अल्ट गर्दा नि अल्ट प्रेस गरिराख्नु है। फेरि अल्ट थिचिराख्यो भने चाहिँ हाम्रो माइनस हुन्छ, छोड्ने बित्तिकै हाम्रो प्लस हुन्छ। अहिले हामी माइनसमा छौँ त त्यही भएर ल प्लसमा जाउँ। अल्ट प्रेस गरेपछि के छ, हाम्रो माइनसमा आयो, रिलिज गर्ने बित्तिकै प्लसमा आयो। ठिकिराख्ने चाहिँ हामीले के हुन्छ, अल्टमा हुन्छ है ल। यसरी सेलेक्सन गर्दा नि यसरी चाहिँ डिटेलमा सेलेक्सन चाहिँ हुन्छ हाम्रो है कामहरू ल। आज यो टपिकमा हामी के गर्छौँ, दुईवटा टपिक पढ्छौँ है। अब ब्याकग्राउन्ड कसरी रिमुभ गर्ने, प्लस हामीले चाहिँ इमेजको टेक्स्ट कसरी राख्ने, इमेजको पछाडि भनौँ न, बिहाइन्ड द इमेज भनौँ न। त्यसको लागि मैले के गरेँ, यसलाई अब सेलेक्सन गरेँ। अब हेर्नु है, अब हामीले काम गर्ने बेला चाहिँ फर्स्ट स्टेप चाहिँ के हो भने चाहिँ हामीले लेयर्समा ध्यान दिनु पऱ्यो। अब लेयर्सको बारेमा एकदम डिटेलमा हामी पढ्छौँ पछि है। अब सो अहिले चाहिँ के गर्छौँ भने चाहिँ हामीले लेयरमा ध्यान दिउँ होइन। ब्याकग्राउन्ड लेयरलाई सिलेक्ट गरौँ। त्यसपछि चाहिँ मैले कन्ट्रोल जे गरेँ।
कन्ट्रोल जे नत्र राइट क्लिक गर्नु, डुप्लिकेट लेयर भन्ने हुन्छ। डुप्लिकेट लेयर गर्ने के गर्ने, अब मैले बिजी रिमुभ लेख्नु ल। यसो हेर्न पक्नु ल, बिजी रिमुभ डुप्लिकेट हो। बरु यसो गर्नु, अब हामीले चाहिँ कन्ट्रोल जे गर्दा नि हुन्छ। कन्ट्रोल जे भनेपछि के छ, सर्टकट चाहिँ हामीले डुप्लिकेट गरेको ल। अब हेर्नु, हाम्रो ब्याकग्राउन्ड ट्रान्सप्यारेन्ट छ होइन, हेर्नु त मजाले हेर्नु। कहीँ छुटेछ भनेपछि फेरि कन्ट्रोल जेड गरेर, हो यहाँ छुटेछ नि त, फेरि कन्ट्रोल जेड गर्दा जानु। बरु यसले चाहिँ हामीले सेलेक्सन गर्दै गए नि हुन्छ ल। यसरी गरेर चाहिँ हामीले ध्यान दिएर गर्न सकिन्छ। न त तपाईँले अल्ट र माउसको स्क्रोल इन आउट गर्नु होइन, त्यसले जुम इन जुम आउट गर्न काम गर्छ ल। तपाईँ त्यो थाहा छैन भने केही छैन, कन्ट्रोल प्लस गर्नु, कन्ट्रोल माइनस गर्दा नि हुन्छ। अब स्पेस बारले चाहिँ के छ, ह्यान्ड टुल है। अब ह्यान्ड टुलले के गर्छ, तपाईँको पुरा यो आर्टबोर्डलाई मुभ कन्ट्रोल गर्न सकिन्छ। अब यो भएन ल, यसरी गरेर स्पेस बार है। अब स्पेस बारले चाहिँ ह्यान्ड टुल भन्छ यसलाई, सर्टकट एच हो, एच। ह्यान्ड टुलले चाहिँ हामी मुभ गर्न पाएँ। अनि फेरि ब्याक टु हामीले मुभ टुलमा जाउँ है। अब मुभ टुलले चाहिँ हामीले काम गर्न सकिन्छ ल। अब यति गरिसकेपछि मैले के गरेँ, कन्ट्रोल जे गरेँ। कन्ट्रोल जे भने के हो, डुप्लिकेट है ल। अब डुप्लिकेट गरेँ, अब हेर्नु मेरो ब्याकग्राउन्ड रिमुभ भयो कि भएन, त्यो चेक गर्नको लागि मैले के गरेँ, यसलाई हाइड गर्छु। अब हाइड गरेपछि के छ, हामीले पहिला र अहिलेको इमेजलाई कम्पेयर पनि गर्न सकिन्छ क्या। अब हामीले के काम गऱ्यौँ भनेपछि ल, यो हाम्रो लेयर ट्रान्सपेरेन्ट भयो। अब त्यसपछि मैले के गरेँ भनेपछि अब यो हाम्रो ओरिजिनल इमेज, ब्याकग्राउन्ड हटाएको इमेज, त्यसपछि यो सेचुरेसन, यसो गर्न सकिन्छ हामीले। यसलाई हटाउन भन्दा नि यसलाई हाइड गर्नु है। अब हाम्रो ब्याकग्राउन्ड कम्प्लिटली रिमुभ भयो होइन, हेर्नु ठिक छ। यसरी गर्न सकिन्छ हामीले ल। अब लास्ट के छ भने चाहिँ हामीले टेक्स्ट कसरी एड गर्ने ल। अब टेक्स्टमा जाउँ, टी सर्टकट, होरिजोन्टल टाइप टुल छ, तपाईँ टी प्रेस गरेपछि टेक्स्टको सर्टकट टी आइपुग्छ ल। मैले के गरेँ, मैले एउटा टाइप पेज युज गरेँ जुन चाहिँ एन्टोन एसआर रेगुलर ल। यहाँ गएर मैले के लेखेँ, नाइक लेख्छु। अब त्यसपछि अब यसको साइज बढाउनलाई, अब साइज बढाउनलाई के गर्न सकिन्छ भनेपछि अब हेर्नु यहाँ, अब हामी टाइप टुलमा छौँ। यो फन्टको नाम हो, टाइप पेजको नाम, यसको फन्ट कुन चाहिँ हो, साइज हो। अब यो साइज हो। अब यसलाई चाहिँ यसरी, अब हेर्नु यहाँ यो आइकनमा हेर्नु, अब ठ्याक्कै ध्यान दिएर हेर्नुहुन्छ भने चाहिँ यहाँ ठ्याक्कै एउटा अप्सन छ टी भन्ने, यसलाई चाहिँ अलिकति बढाएर, जतिसम्म बढाउनु त तपाईँलाई ठिक्क लागोस् हुन्छ नि, यति राख्दा चाहिँ पर्फेक्ट देखिन्छ ल। तर मलाई त्यसको पछाडि राख्नु छ भने चाहिँ अझ मलाई ठुलो बनाउनु पर्यो ल। यतिको म्याक्सिमम ल, यतिको राखेँ मैले। तर कलर चाहिँ म अर्कै राख्छु होइन। कलर कसरी राख्ने भनेपछि यहाँ कलर फिल हुन्छ, डबल ट्याप गर्नु, त्यसपछि यहाँ गएर कलर पिकर भन्ने हुन्छ। तपाईँले स्याम्पल लिन सक्नुहुन्छ ल। अब मलाई जुत्ताको यो कलर चाहियो कि यो डार्क एरिया कलर चाहियो कि व्हाइटमा काम गर्नुहुन्छ कि ग्रे हुन्छ, त्यसपछि गएर मैले चाहिँ यहाँ यसरी गरेर चाहिँ मैले ओके गरेँ, डन। त्यसपछि मैले तल गएर यहाँ राखेँ। यसरी गरेर चाहिँ हामीले हाम्रो ब्याकग्राउन्ड रिमुभ नि भयो, प्लस हामीले चाहिँ के गर्न सक्यो भनेपछि टेक्स्ट बिहाइन्ड द इमेज नि गर्न पायो हामीले विथ टु सिम्पल स्टेप है। अब कलर चाहिँ व्हाइट राख्दा कस्तो देखिन्छ चेक गरौँ है ल। नाउ यसरी गरेर चाहिँ हामीले व्हाइट पनि टेक्स्ट राख्न सक्यो, ठिक छ ल। यदि तपाईँले पढ्न चाहनुहुन्छ भने चाहिँ युवा वाइटीलाई कन्ट्याक्ट गर्नु होला। अब मैले चाहिँ यो फिल्डमा काम गरेको 5 इयर्सभन्दा माथि भइसक्यो। म अहिले चाहिँ कम्पनीमा काम गर्छु एज अ ग्राफिक डिजाइनर प्लस फ्रिलान्सिङ नि म गर्छु। यो चाहिँ हाम्रो युवा वाइटीसँग कोलाबोरेसन कोर्स हो। यदि तपाईँले पढ्न चाहनुहुन्छ भने युवा वाइटीलाई कन्ट्याक्ट गर्नु होला। धन्यवाद।